म ठकुवाको साथ भन्न चाहन्छु, नेताको घोडदैलो नगरिकन जनताको बिचमा र कार्यकर्ताको माझमा बस्नलाई यसपालि नेपाली काङ्ग्रेसले टिकट दिनेछ र मैले केही समयदेखि भन्दै पनि आइरहेको छु। म टिकटको निम्ति कुनै नेताको घोडदैलो गर्दिनँ र टिकटको निम्ति 5 पैसा पनि खर्च गर्दिनँ र काठमाडौँ पुगेर नेताको म चाकरी पनि गर्दिनँ र 5 पैसा खर्च नगरिकन चुनाव जितेर देखाइदिन्छु पनि मैले भनिरहेको छु। यस्तो अवस्थामा विभिन्न प्रतिक्रियाहरू ममा आइरहेछ। केही साथीहरूले चाहिँ यो सम्भव छैन भनेर पनि भनेको छन् भने क्षेत्र नम्बर 3 का अधिकांश साथीहरूले यो कुरा सम्भव छ र हामीले सम्भव गराउनुपर्छ भनेर मलाई हौसला पनि दिएको छ र त्यसैले गर्दाखेरि म यो कुरा जो राख्नु गइरहेको छु र टिकट नेपाली काङ्ग्रेसले टिकट दिँदै गर्दाखेरि मसँग काठमाडौँ गएर टिकट लिने पैसा पनि छैन र म काठमाडौँ गएर भए तापनि काठमाडौँ गएर म टिकट ल्याउँदिनँ र नेपाली काङ्ग्रेस केन्द्रले त्यो कुरा बुझ्नेछ र टिकट मलाई भद्रपुर एयरपोर्ट अथवा बस पार्कमा जहाँ पठाउनेछ हामी क्षेत्र नम्बर 3 का अधिकांश हामी काङ्ग्रेस जनहरू गएर टिकट हामी लिनेछौँ। म यो कुरा किन भन्दैछु, यसपालि नेपाली काङ्ग्रेसले साँच्चै नै नयाँ तरिकाले अगाडि बढ्नेछ र काङ्ग्रेसभित्र पनि परिवर्तन आएको सन्देश क्षेत्र नम्बर 3 बाट देशले जनताले अन्तर्राष्ट्रले पाउनेछ र या काङ्ग्रेसभित्र झापा क्षेत्र नम्बर 3 झापा क्षेत्र नम्बर 3 ले देशमा भइरहेको व्यथिति विसङ्गति भ्रष्टाचार र नातावाद कृपावादको अन्त्यको नेतृत्व झापा क्षेत्र नम्बर 3 ले गर्नेछ। मलाई विश्वास छ झापा क्षेत्र नम्बर 3 को जनताले मलाई यहाँबाट विजयी गरेर जिताएर पठाउनेछ। यस कुरामा म विश्वस्त छु र म के भन्न चाहन्छु भन्दाखेरि झापा क्षेत्र नम्बर 3 मा कुनै पनि किसिमको प्रलोभनमा यसपालि जनता पर्ने छैन। म विश्वस्त छु र आज देशमा भएको जति पनि विकृतिलाई नेतृत्व गरेर सुधारको बाटोमा झापा क्षेत्र नम्बर 3 ले त्यसलाई अगाडि बढाउनेछ। धन्यवाद।